तस्बिरमा म यतिखेर स्याङ्जाको राङखोला वडा नम्बर 10 मा आएको छु। वर्षयाममा यहाँ नजिकै स्कुल छ। स्कुल तर्ने नानी बाबुहरूलाई गाह्रो भयो भनेर यो पुल बनाउनलाई यो पुल बनाउनलाई देख्न सक्नुहुन्छ। नानी बाबुहरूलाई तर्नका लागि सजिलो हुन्छ, मान्छेहरूलाई आवाज जावत गर्नका लागि सजिलो हुन्छ भनेर हेर्न सक्नुहुन्छ। यहाँ पाइप हालियो तलपट्टि, तर पाइप कता छ हेर्न सक्नुहुन्छ। पाइप कतै देख्न सक्नुहुन्न। यहाँ तल तपाईँको पाइप हालेको छ अरे। पहिल्यै यस्तो थियो, यो खोला पहिल्यै यस्तो थियो। हिँड्नका लागि असोज हुन्छ, गाह्रो हुन्छ भनेर यो 18 लाखमा बजेट, यो खानेपानीबाट बजेट छुटिएर यो हेर्न सक्नुहुन्छ यो बनेको छ। तर यो हिँड्न सहज हुन्छ भनेर पानी तलबाट फाल्ने, पाइपबाट फाल्ने र माथि बर्खायाममा हिँड्न सजिलो हुन्छ भनेर यस्तो बनाइयो। तर यहाँ माथिबाट पानी हिँड्छ, तर यहाँ माथिबाटै पानी हिँडेको छ अहिले। अब पाइप कता छ हेर्न सक्नुहुन्छ। पाइप छ कि छैन हामीले कसरी बुझ्ने? यहाँ तर पाइप छ भने खोइ कताबाट बगेको छ त? पानी कताबाट जान्छ, कताबाट फाल्ने भन्ने कुराहरू, निकासका कुराहरू पहिल्यै गरिन्थ्यो होला। तर यहाँ सामान्यतः हेर्दा कुनै पनि ध्यान नदिएको जस्तो देखियो हेर्न सक्नुहुन्छ। पाइप कता छ देख्नुभयो तपाईँले? मैले पनि देखिनँ। मैले त अझ त्यहाँ अलिकति खोजेँ तर देखिनँ। यहाँ स्थानीय बासिन्दाहरूको भनाइअनुसार पाइप छ भनेका छन्, तर मैले खोज्दा चाहिँ मैले पाइनँ। पाइप छ अरे, तर पानी चाहिँ माथि दुगिरहेको छ। स्कुल त्यही छ, नानी बाबुहरू स्कुल यही बाटो हिँड्छन्। कता मैले हेर्दा कता बगौला जस्तो भयो। तर हेर्न सक्नुहुन्छ यस्तै भनेपछि 18 लाख हालेको कहाँ गयो? स्थानीय बासिन्दाले भनेअनुसार यहाँ पुगेर पुतली बजार नगरपालिकाका मेयरलाई उपमेयरलाई फोन गयो अरे। हजुर यो ह्यान्ड पाइप तल छ, थोरै खोलिदिनु पर्यो ताकि यो पानी तलबाट जान्छ र हिँड्नका लागि मान्छेलाई सहज हुन्छ भनेर आग्रह गर्दा पनि पटक फोन गर्दा पनि हेर्न सक्नुहुन्छ अवस्था यस्तो रहेको छ। अवस्था यस्तो रहेको छ। मेयरले पनि यसलाई खेलाची अलिकति यसलाई ध्यान नदिएको भन्ने स्थानीय बासिन्दाहरूले मलाई बताइरहनु भएको छ। यसको विषयमा के हो यसको विषयमा के सेटिङ छ यहाँ भनेर म विशेष त उपमेयरलाई र मेयर समक्ष म सम्भवतः जाने नै छु यस विषयलाई लिएर। तपाईँले यस विषयलाई के हुन्छ? यो स्याङ्जाको राङखोला हो हेर्न सक्नुहुन्छ। उहाँ तरिरहनु भएको छ, उहाँलाई देखाउनु होला, तरिरहनु भएको छ। उहाँ त यति गाह्रो हुन्छ होइन, तैँले उहाँ लिएर हिँड्दा यति गाह्रो हुन्छ। मानम 3-4मा पर्ने हाम्रो नानी बाबुहरू यही बाटो हिँड्नुभयो, यही बाटो तार्नुभयो। अलिकति जुम गरेर देखाउनु होला। पारि एउटा सानो बाबु आउँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ। नानी बाबु आउँदै हुनुहुन्छ। उहाँहरूलाई हेर्न सक्नुहुन्छ आमाले लिएर आउँदै हुनुहुन्छ। अब यहाँ केही भयो भने यसको जवाफदेहिताको जिम्मेवारीताको 5-6मा पढ्ने नानी बाबुहरू एक्लै आएका थिए अघि। मैले खुदै तारेँ। मरेदेखि उहाँहरू एक्लै आउनुभयो भने यो खल्ले बगाउँदैन। अब यसको जिम्मेवारको नगरपालिका, स्थानीयवासी, स्कुल कि को हुन्छ? यसलाई खेलासी नगरियो, छिटोभन्दा छिटो यसलाई बनाउनुपर्छ। र म मेयर र उपमेयर नगरपालिका, स्याङ्जा नगरपालिका, पुतली बजार नगरपालिकाका मेयरलाई विशेष